फेरि आज पनि हामी बाइकमा सरेर कहाँ जाँदैछौँ भिडियो अन्तिमसम्म हेर्नुहोला। हेलो नमस्ते यहाँहरू सम्पूर्णमा के चाहिँ सन्चै हुनुहुन्छ? म पनि एकदम ठिक छु। खासमा नडेटेर भन्नुपर्दा यो चाहिँ नयाँ सालमा घुम्न गएको भिडियो हो, तर के गर्दा गर्दै पोस्ट गर्न ढिला भयो। जे जस्तो भए पनि अन्त्यसम्म हेरेर माया गरिदिनु होला। र आजको हाम्रो यात्रा रहनेछ श्रीनगरदेखि सल्यान खलङ्गामा रहेको रानीकोटमा रहेको रानी पार्कसम्म। हामी चाहिँ दुईवटा बाइकमा 4 जना सर पारी लाग्यौँ श्रीनगरदेखि खलङ्गातिर। आजभोलि यिनीहरूको सङ्घ खुब जमिरहेछ भन्नुहोला साथीहरू। के गर्नु मन र कुरा मिल्नु पर्यो, सङ्घ त जमिहाल्छ नि होइन र। केही क्षणको हिँडाइपछि पुग्यौँ हामी सल्यान खलङ्गामा रहेको पुरानो बस पार्क हुँदै साउटो लाउँदै रानीकोटको गाउँमा। गाउँमा चाहिँ बाटो पिच हुँदै रहेछ, ढुङ्गाको सोलिङ भएकोले म चाहिँ बाइकबाट झरेर हिँड्दै अलि तलसम्म गएँ। केही क्षणको हिँडाइपछि पुग्यौँ हामी रानी पार्कमा। कतिपय कुराहरू व्यवस्थित नै देखिन्थ्यो र अझै केही कुराहरू व्यवस्थित हुँदै रहेछ, कामकाज चलिरहेको रहेछ। यहाँ यता र पिङ खेल्न पाएँ भनेर खुसी छन् मान्छे। म पनि खेल्छु भन्दा पालो नदिएपछि म पनि के गम सर पारी दौडेर गएँ म अर्को पिङ भएको ठाउँमा। अनि यी दुईटालाई देख्नुभयो नि, यी दुईटाभित्र यस्तो खतरा कला छ कि केटी भन्ने कुरा त ठाउँको ठाउँ पठाइदिन्छन्। हामी लाटो सोचाएको त कामै छैन। यो ठाउँमा चाहिँ म पहिलोचोटि आएको ठाउँ चाहिँ एकदम राम्रो रहेछ। अनि पारितिर चाहिँ जङ्गलमा आगो लागेको हुनाले धुवाँ थियो। केही क्षणको घुमघामपछि हामी लाग्यौँ फोटो खिच्नतिर। अनि हाम्रो उहाँ सरसँग चाहिँ छ आइफोन 17 प्रो म्याक्स। अब आइफोन 17 प्रो म्याक्स भइसकेपछि हाम्रो 13, 15को त कामै भएन। अनि मैले पनि खिचिदिएँ 17बाट घ्याच फोटा। मैले फोटो खिचिसकेपछि आयो हाम्रो मिलन सरको पालो। उहाँ सर चाहिँ हामीभन्दा हरेक कुरामा अघि नै हुनुहुन्छ। जस्तै कि फोनकै कुरा गर्ने हो भने आइफोन 17, बाइक हेर्दा 220, मान्छे हेर्दा ह्यान्डसम, कति बयान गरेर साध्यै छैन। पार्कमा घन्टौँ बिताएर फोटो भिडियो खिचिसकेपछि रमाइलो गरेर हामी चाहिँ त्यो पार्कबाट फर्क्यौँ। यहाँ त जैन गोली खेल्न आएको छ तपाईँ। रानी पार्कबाट फर्किसकेपछि हामी चाहिँ खलङ्गामा रहेको बुद्ध पार्कमा गयौँ। केटाहरू चाहिँ पहिले आएर बसिसकेको रहेछ। म फेरि आएर म्यानेजर किन तपाईँ यति ह्यान्डसम देखिनु भएको छ भन्दा त फेरि मकै पर्छन्। यता मिलालाई ह्यान्डसम भनेको सुनेर उता अर्को कालो चाहिँ हाँस्दैछ फेरि। बुद्ध पार्कमा पनि हामी एकछिन बसेर फोटोसोटो खिचेर हामी त्यहाँबाट लाग्यौँ श्रीनगरतिर। श्रीनगर झरिसकेपछि हाम्रै श्रीनगरमा रहेको बाबु राजा रेस्टुरेन्टमा गएर खाजा खायौँ। र आजको मेरो मिनी भ्लग पनि यही एन्डिङ गर्छु। हस् नमस्ते, बाई बाई, फेरि भेटौँला।